ल आजको यात्रा चाहिँ हाम्रो ओएमओमा हुँदैछ होइन। अब के छ भाइ यता हेर्दा, अनि यो ओएमओ भनेको चाहिँ सान फ्रान्सिस्कोमा चलेको ड्राइभरलेस गाडी हो होइन। अनि हाम्रो यात्रा लगभग अब 23 मिनटको बाँकी छ हामी पुग्ने डेस्टिनेसनमा पुग्नको लागि चाहिँ। अनि आज हामी वर्ल्ड कपको एउटा गेम हेर्न गएका थियौँ है। अनि स्पेन र अर्जेन्टिनाको बिचको गेम थियो होइन। समग्रमा गेम चाहिँ कस्तो लाग्यो श्याम भाइ, ल भन् त। मलाई त एकदम यस्तो आनन्द आयो नि आज त्यो जुन स्पेनले त्यो खेल खेल्यो, अर्जेन्टिनाका खेलाडीहरूलाई चाहिँ एकचोटि खुट्टामा पनि बल हुन दिएन नि, त्यो देखेर यति आनन्द यति खुसी भयो नि म आज। अर्जेन्टिना हारेको देख्दा म धेरै खुसी छु आज। ल अब त्यसपछि अर्को चाहिँ हाम्रो अब यो भाइ केशव भाइ, तँलाई चाहिँ कस्तो फिल भयो ठ्याक्कै एकदम? यो कुराको चाहिँ म पनि स्पेनकै फ्यान हो, किनभने मैले स्पेनमा इन्भेस्ट पनि गरिसकेको थिएँ होइन, जित्यो पनि। तर चाहिँ के हो भने श्यामकुलले भने जस्तै एकचोटि नै छुन नपाएको चाहिँ होइन, कम चाहिँ छोको हो होइन। पछिल्लो तपाईँको चाहिँ 7-8 मिनटको पछिल्लो गेम हेर्दाखेरि त्यो तरिकाको गेम पहिला 10-15 मिनट अगाडि भइदिएको भए, त्यो खालको एट्याकिङ भएको भए अभियसली एक गोल चाहिँ फर्काउँथ्यो होइन। मेसीले गोल हानोस् होइन भन्ने चाहिँ थियो होइन। अर्जेन्टिना हारेर पनि अब केही छैन, किनभने अब फोकल्यान्डको टाबुमा नेपालीहरूसँग भनेपछि अझै पनि उनीहरूमा हामीतिरको अलिकति एउटा नेगेटिभिटी अझै नि बाँकी नै छ होइन। हामीले पनि उनीहरूलाई रुचाउनै पर्छ भन्ने छैन होइन। त्यो कुराले नै गर्दा हामी चाहिँ स्पेनको युरोप पनि हो, यता अमेरिकनले भन्दा युरोपले जित्योस् भन्ने हाम्रो पनि चाहना हो। त्यो अनुसार आज जसले जित्यो त्यो चाहिँ सही भएको छ। गेम चाहिँ एकदम फेयर भयो, आनन्द लाग्यो। गेम चाहिँ आनन्द, पहिलाको जस्तो रेफ्री किनेको जस्तो महसुस चाहिँ त्यस्तो चाहिँ भएन, त्यस्तो चाहिँ गेम चाहिँ भएन। ठिक छ ल, ठिक छ एकदम। मलाई पनि समग्रमा भन्दाखेरि अब म फेरि खासमा चाहिँ यो फुटबल हेर्ने मान्छे चाहिँ होइन। र मैले धेरै पहिलादेखि भनिराखेको थिएँ कि मैले कुनै समय भनौँ 2010मा पहिलोपटक मैले फुटबल चाहिँ हलमा गएर हेरेको, पर्वतको कुस्माको सिद्धेश्वर चलचित्र हलमा गएर हेरेको चाहिँ मलाई एकदमै सम्झना छ होइन। अनि त्यहाँ गएर हेर्दाखेरि चाहिँ त्यो गेम चाहिँ स्पेनले जितेको थियो होइन। अनि त्यस कारण चाहिँ मलाई कता चाहिँ स्पेनले जित्छ कि भन्ने चाहिँ मलाई एउटा त्यो हुन्छ नि एउटा फिलिङ चाहिँ त्यस्तो भइराखेको थियो होइन। अनि तर पनि फेरि उसले जित्दाखेरि पनि अर्जेन्टिना पनि फेरि सामान्य टिम त होइन, अर्जेन्टिना पनि जित्न सक्छ भन्ने खालको चाहिँ एउटा एक्सपेक्टेसन थियो। समग्रमा गेम चाहिँ एकदमै हेर्न लायक, एकदम रोमाञ्चक भयो होइन। र गेम यस्तो आनन्ददायी तरिकाले हेरियो अनि एकदमै खुसी लाग्यो। अनि त्यसमाथि अब हामी चाहिँ यो ओएमओको यात्रा गरेर ड्राइभरलेस गाडीमा हामी चाहिँ घरतिर फर्किँदैछौँ। अनि तपाईँहरूले पनि कुन टिमबाट गेम हेर्नुभयो, कस्तो लाग्यो भन्ने कुरा चाहिँ कमेन्टमा लेख्नु होला है त। अहिले चाहिँ यो गाडीले चाहिँ प्रायः जसो पहिला चाहिँ एउटा भनौँ न रोडबाट मात्रै लिएर हिँड्थ्यो भने अहिले आजभोलि चाहिँ यो ट्राफिकको एकदमै ट्राफिक कहाँ कम छ त्यो बाटोलाई चाहिँ बढी फोकसिङ गर्दो रहेछ होइन। एकदमै बढी फोकसिङ चाहिँ त्यो हालिराख्ने कुदाउने। अनि अब हामी 9th एभिन्यू र एन्जा आइरहेछौँ होइन। किनभने ल यो गाडी 3 चोटिसम्म तल र माथि गरिसक्यो कि, 3 चोटिसम्म तल र माथि गरिसक्यो। अनि जहाँ ट्राफिक छ त्यहीलाई चाहिँ एकदम जहाँ ट्राफिक कम छ त्यही बाटो हेर्दै हाल्दै गरिराखेको छ होइन। समग्रमा चाहिँ यो सेफ्टीको हिसाबले पनि एकदमै आनन्द लाग्छ होइन। 18 मिनट छ अझ हामी माथिबाट थाहा हुन्छ सबै कुरा, अनि त्यो अनुसार मुभ गराइदिन्छ नि सिटी लाइटबाट हो नि त सब एकदम यो चाहिँ हेर्दा नै आनन्द। समस्या पहिला सुरु भने यसको फलो गर्यो भने हुन्छ क्या अरू मान्छेहरूलाई एकदमै हो। यहीँ हेरौँ न हामीले होइन, यो पुरै यो घेरा चाहिँ टक्क देखाइरहेछ होइन। अनि अब यस्तोबाट चाहिँ अब यो चाहिँ यसले ग्रिन लाइटबाट कुरिरहेछ ग्रिन। अनि अब यसले चाहिँ आफू हिँड्नको लागि चाहिँ बाटो कुरिरहेछ, खोजिरहेछ। यतापट्टि उतापट्टि रेड लाइट छ, यहाँ चाहिँ टक्क यसरी कुऱ्यो, सट्ट त्यही ग्रिन लाइट टक्क नि हालिहाल्यो। यतापट्टि बस लाइन छ, बस लाइनमा जान्न सर हिँड्छ होइन। स्पिड हेर्नु ग्रिन लाइट छ सर, ग्रिन लाइटमा गेरीबाट गेरी स्ट्रिट गाडी कहाँ छ के छ भने जाँदैछ। अनि सिस्टम हो त्यो आर्म आसपासमा गाडी छ भने यस्तै टक्क हेर्नु
टक्कै गाडी छ त्यो देखाइदिइरहेछ। धेरै हेऱ्यो त्यो। अब नेपालमा यतिको सुरुङ हुने हो भनेर ड्राइभरसन हुने हो भने चाहिँ अब कति ठुलो चर्चा परिचर्चा हुन्छ है। हामी चाहिँ अब साना साना एक गल्लीहरू खुच्चा छिर्दै हिँडिरहेछ नि सुरुङ जस्तो होइन सानो टुक्क यस्तो चाहिँ हामी पुग्ने ठाउँसम्म दुईवटा छ यस्तो। अनि कसरी हुन्छ यो सर्टकट लगाउने टक्क यो भइसकेपछि लङ लाइट दिइसक्यो अहिले यो ढाडामा लामो यात्रा दुईटा यत्रो कस्तो आनन्ददायी छ त्यो चाहिँ सिटी हो मेन सिटी हामी रोक्ने चाहिँ त्यही हो ठ्याक्कै येलो लाइट भएको कारण यो रोकियो होइन। अनि यतापट्टि होइन यस्तो स्टप भएको गाडीहरू त्यसरी देखाउँछ होइन। झट्ट यसले यो चाहिँ अगाडिसम्म केही नभएको कारण चाहिँ यस्तो देखाइरहेछ होइन। अनि स्पिड लिमिट 28 स्पिड चाहिँ यो हिसाबले चाहिँ सर यसरी के छैन। अब यहाँ रेड लाइट छ टक्क हुन्छ यसले अब यो गाडीहरू यहाँ कति छ भन्ने कुरा त्यो धब्बाहरूले चाहिँ यो धब्बाहरू जुन देखिएको छ त्यसबाट चाहिँ टकटक गाडीहरू छ गाडीहरू हिँडिरहेछ त्यो सेन्सरबाट चाहिँ ठ्याक्क कतिवटा गाडी छ के छ कसरी हिँडिरहेछ भन्ने कुरा देखाउँछ। अनि यो रेड लाइटमा कुरिरहेछ अनि गाडीहरू चाहिँ उतापट्टिको रेड लाइट कुरिरहेछ यतापट्टि हाम्रो पछाडि पनि गाडी छ होइन। अनि उता पनि गाडी छ टक्क खोल्यो है खोल्दा बित्तिकै ऊ चाहिँ अब आफ्नो गति फेरि कुन स्पिडमा लाने हो ठक्क। अब फेरि रेड लाइट छ ग्रिन लाइट भयो होइन। अब सट्टै हिँड्दैछ। अब हामी फेरि एउटा यस्तो सुरुङमा आउँदैछौँ फेरि अर्को सुरुङ नजिकै होइन। अनि यो अगाडि गाडी छ भन्ने कुरा यसले ट्याक्कै यसरी देखाइहाल्छ सिस्टम होइन। त्यो हेर्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्छ होइन। तर यात्रा चाहिँ सधैँभर त कस्तो होला होइन। तर प्रायः जसो सुरक्षित अनि आनन्ददायी पनि देखिन्छ र अनि त्यो हुन्छ नि अलिकति भइराखेको ठाउँमा मान्छेलाई कोलाहल नहोस् होइन अनि आनन्दमय होस् भन्नको लागि चाहिँ यस्तोमा हिँड्दाखेरि पनि रमाइलै लाग्छ होइन। हिँड्नको लागि चाहिँ खासै यो फरक पर्दैन थोरै कहिलेकाहीँको यात्रा चाहिँ रोमाञ्चकै लाग्छ। बाटो कति ल्यान्डको छ कसरी हिँडिरहेछ र वरिपरि कस्तो गाडीहरू के छन् लाइटहरू कस्तो बोलिरहेछ भन्ने कुरा पनि योमा चाहिँ देखिन्छ यहाँको स्क्रिनमा चाहिँ। अनि उता गाडी चाहिँ रेड लाइट लगाएर उतापट्टि सर्दैछ साइड लाइट बालेर भन्ने कुरा पनि देखियो होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अब हामी लगुना स्टेट आइपुग्न लाग्छौँ। अब यहाँबाट हाम्रो यात्रा भनेको लगभग 7 मिनटको देखाइरहेछ यसले होइन। अनि हामी कहिलेकाहीँ चाहिँ मर्निङ वाक गर्दै पनि आउने ठाउँ हो यो कहिलेकाहीँ सर हिँड्दाखेरि अब हिँड्दै आउन सकिने ठाउँ बिल्डिङहरू होइन यस्तो छ है। देख्दाखेरि चाहिँ एकदमै आनन्ददायी छ है। ल हेर्नु गाडीहरू कति धेरै छ अनि कुन पोजिसनमा छ गाडीहरू भन्ने कुरा चाहिँ यसले देखाइरहेछ। ड्राइभरलेस छ कम्प्लिट ड्राइभरलेस गाडी हो यो चाहिँ सान फ्रान्सिस्कोमा यो मात्रै नभएर अरू 2-3टा कम्पनीहरूले पनि गाडीहरू चाहिँ चलाइरहेछन् ड्राइभरलेस गाडीहरू। तिनीहरू पनि एउटा राम्रै सक्सेसमा अगाडि बढिरहेको जस्तो देखिन्छ होइन। अनि बिस्तारै अब उबर लिफ्टहरूमा चाहिँ यात्रा गर्ने मान्छेहरू चाहिँ यिनीहरूमा पनि एकचोटि चढाउँ नि त भन्ने खालको चाहिँ बनिरहेछ भन्ने चाहिँ देखिन्छ। अर्को एउटा रमाइलो पक्ष चाहिँ यहाँ हेर्नु यसको पछाडिमा हामी भन्दा पछाडि पनि एउटा ओएमओ छ त्यहाँ टक्क देखाइदिइरहेछ यसले ठ्याक्कै ओएमओ चाहिँ सेम पोजिसनमा देखाउँदो रहेछ होइन। अनि यो पोजिसनमा चाहिँ यस्तै देखाउँदै अगाडि बढ्दो रहेछ। अब गाडीहरू कतिको चाप छ देखिन्छ। अगाडिपट्टि चाहिँ एउटा ओएमओ छ होइन ठ्याक्कै त्यसको चाहिँ आफ्नो जस्तै चित्र चाहिँ देखाउँदो रहेछ। अगाडि तपाईँले देख्न सक्नुहुन्छ होइन ओएमओ नै हिँडिरहेछ अगाडि अलिकति ठुलो गाडी परेर छेक्यो यहाँ टेस्ला अगाडि परेर। कस्तो राम्रो चित्र देखिएको यार त के रहेछ। हाम्रो यात्रा लगभग टुङ्गिने सबै रङ हालेर व्यवस्थित छ हेर्दाखेरि। यो चाहिँ डाउन टाउन भएको कारण अनि अलि अव्यवस्थित जस्तो देखिए पनि एकदमै राम्रो छ। अरू हिसाबले भन्दा पनि यसको ब्रेकिङ सिस्टम चाहिँ एकदमै स्मुथ छ झ्याप्पा लाग्छ होइन।
अनि यसले चाहिँ अब आज चाहिँ सायद अस्ति मैले ओएमओमै आउने बेलामा चाहिँ यसले चाहिँ त्यो ड्रप अफ लोकेसन चाहिँ एकदमै बिगारेको थियो होइन। सायद अहिले यहाँबाट माथि हालेर यसले चाहिँ पोस्ट स्ट्रिटबाट चाहिँ हामीलाई लैजान्छ जस्तो देखियो होइन। अनि पोस्टबाट लगेर अनि हाइटबाट झाऱ्यो भने चाहिँ हाम्रो लोकेसनमा एक्ज्याक्ट लोकेसनमा लान्छ होला जस्तो लाग्छ। अस्ति मैले रातिको यात्रा गर्दै थिएँ यसमा जाने बेलामा चाहिँ प्रायः जसो त्यस्तो हालेको भएको कारण चाहिँ एकदम ड्रप अफ लोकेसन यति धेरै डिस्टर्बिङ गराइदियो कि होइन। घुमाएर 2-3 ठाउँमा मलाई घुमाइ भएको कारण चाहिँ मैले ड्रप अफ लोकेसन चाहिँ एकदम खतम छ भनेर मैले हानिदिएको थिएँ होइन। तपाईँ चाहिँ सायद आज त्यही कारण पनि हुनसक्छ होइन। अनि यसले चाहिँ ड्रप अफ लोकेसन चाहिँ सही बनाउला जस्तो सम्भावना चाहिँ देखिएको छ। हेरौँ के गर्छ होइन। हामी अगाडि बढिरहेछौँ, हिँडिरहेछौँ। पोल्क स्ट्रिट आइयो होइन। अब अझ अगाडि बढ्नु छ, थोरै मिनट बाँकी छ। हामी चाहिँ लार्किन आइपुग्यौँ होइन। अनि यो त्यो देखिरहेको उता टपको चाहिँ सान फ्रान्सिस्को डाउनटाउनको सबैभन्दा ठुलो बिल्डिङ हो। सान फ्रान्सिस्को बे एरियाकै सबैभन्दा ठुलो बिल्डिङ हो त्यो होइन। अनि अब हामी हाइट स्ट्रिट आइपुग्यौँ। यो चाहिँ पोस्ट नै पोस्ट छ होइन। अनि यतापट्टि हामी यहाँबाट हाइट स्ट्रिट अगाडि मान्छे हिँडेको भएको कारण यसले त्यहाँ ठ्याक्क मान्छे देख्यो। मान्छे देखेपछि यसले चाहिँ रोकेको छ होइन। अब हामीलाई चाहिँ बिस्तारै बिस्तारै यसले अब हाम्रो ड्रप अफ लोकेसनतिर एक्ज्याक्ट 1 मिनट भनेको छ होइन। अराइभिङ इन 1 मिनट एट 4:40 PM भनेको छ होइन। यसले चाहिँ अब एकदम सायद एक्ज्याक्ट ठाउँमा लगेर रोक्न सक्ने सम्भावना छ। यसले चाहिँ तपाईँले गाडीमा कुनै पनि चिज छोड्न सक्नुहुन्छ, नछोड्नुहोस् भनिरहेको छ। अब त्यो छोड्ने सम्भावना छैन होइन। बिस्तारै बिस्तारै चाहिँ यसले चाहिँ अब भन्न थालिसके जस्तो चाहिँ देखिन्छ। एकदमै सही। ल यतैपट्टि साइड लगाएर चाहिँ दिन सक्छ होइन। ल एक्ज्याक्ट हामी चाहिँ ल यसले चाहिँ ड्रप अफ लोकेसनमा चाहिँ ल्यायो। ल अब चाहिँ झर्नुपर्छ है त। पछाडि मोटरसाइकल छ भनेर भनिरहेछ होइन। अब हामी चाहिँ यसले खोलिदियो। अब चाहिँ हामी झर्न सक्छौँ है त। ल थ्याङ्क यू ओएमओ। ल हामी चाहिँ ठ्याक्क ओएमओको यात्राबाट झऱ्यौँ है। आज चाहिँ एकदमै एक्ज्याक्ट ड्रप अफ लोकेसनमा चाहिँ यहाँ आयो होइन। श्याम भाइ आज सही ठाउँमा ल्यायो नि होइन। अस्ति मलाई राति 3 जना भएर हेपेर रहेछ क्या कि एक्लै भएर अस्ति यसो भाइ अस्ति एक्लै देखेर हेपेर रहेछ होइन मलाई। 3टा भएपछि ठ्याक्क अब ल हामी एक्ज्याक्ट ठाउँमा आयौँ होइन। आफूलाई सुधारेको पनि एकदमै सुधारेको हुनसक्छ। अस्ति मैले हानिदिएको थिएँ 2टा यहाँ देख्न सकिन्छ। सिटीमा चाहिँ यस्तो गाडीहरू चाहिँ एकदमै धेरै छ होइन। ल समग्रमा भन्दाखेरि ओएमओको यात्रा चाहिँ एकदमै रमाइलो आनन्ददायी हुन्छ। अनि कहिलेकाहीँ यात्रा गर्नको लागि एकदमै राम्रो हुन्छ। किनभने मान्छे भयो भने कन्भर्सेसनहरू गर्न सक्यो, आफूलाई लागेको कुराहरू भन्न सकियो, थाहा नभएका कुराहरू सोध्न सकियो, अनि आफूलाई जानकारी नभएका कुराहरू चाहिँ जानकारी माग्न सक्यो होइन। त्यो हिसाबले चाहिँ ठिक छ एकदमै मान्छेहरू भएको उबर लिफ्ट चाहिँ। नत्र तपाईँलाई कोलाहल मन पर्दैन अनि एकदम शान्त खालको वातावरण चाहिन्छ र त्यो इन्भाइरोमेन्टमा तपाईँ हिँड्न चाहनुहुन्छ भने चाहिँ ओएमओको यात्रा ठिकै हुन्छ भन्ने चाहिँ देखिन्छ होइन। तर यात्रा गर्ने बेलामा जहिले पनि तपाईँले आर्थिक कुराहरू जोडिएर आउँछ होइन। अनि एकचोटि हेर्नुपर्छ। एकचोटि हेर्दाखेरि चाहिँ ओएमओ उबर लिफ्टहरू मध्ये कुनमा सस्तो छ त्यो हेर्ने, अनि त्यसबाट पनि यात्रा गर्न सकिन्छ। तर हामीले चाहिँ आज ओएमओमै यात्रा गरौँ भन्ने भएर चाहिँ ओएमओमै यात्रा गऱ्यौँ। अनि एकदमै राम्रो भयो आजको यात्रा चाहिँ। हामीलाई हेर्दै गर्नु होला अनि माया गर्दै गर्नु होला है त। नमस्कार।